गाइस आज चाहिँ एकदमै राम्रो गीत छ एउटा हैन। यो त राष्ट्रिय स्वतन्त्र पार्टीको बारेमा चाहिँ त्यो हाम्रो बिन्दु कार्कीले गीत गाउनु भएको छ। एउटा मिठो गीत जुन रविको बारेमा वर्णन गर्नुभएको छ हैन। नेपालको कानुन, नेपालको हरेक क्षेत्रलाई चाहिँ एकदमै दखल दिने खालको एकदमै मन छुने गीत गाउनु भएको छ। त्यसकारणले गर्दा त्यो गीतलाई चाहिँ शेयर गरेर लाइक गरेर एकदमै 48 लाख जुन हाम्रो सक्रिय कार्यकर्ता, सक्रिय जुन पार्टीका सदस्यहरू हुनुहुन्छ नि उहाँसम्म पुर्याए पनि यो गीतले चाहिँ तहल्का मचाउँछ है। त्यसकारणले गर्दा उहाँसम्म पुर्याउनुहोस् है यो गीतलाई चाहिँ। बाँकी यो गीतमा यदि यो गीत मन पर्यो भने यो भिडियो लाइक शेयर पनि गर्नुहोस् र सबैलाई यो गीत सुन्ने अवसर दिनुहोस् र मलाई फलो गर्नुभएको छ भने फलो पनि गर्नुहोस् है साथी। तपाईहरुको माया ममता हौसलाले गर्दा म आगामी दिनमा पनि यस्ता यस्ता भिडियोहरू लिएर आउनेछु। जय राष्ट्रवाद, जय राष्ट्रिय स्वतन्त्र पार्टी। दुई चार चोटी सोच्नु पर्ला रविलाई छुदा, दुई चार चोटी सोच्नु पर्ला रविलाई छुदा। किन सरकार निदाको छस् नबोली नबोली, किन सरकार निदाको छस् नबोली नबोली। जनताको लागि काम नगरे जेनी हुन्छ भोलि, जनताको लागि काम नगरे जेनी हुन्छ भोलि, जनताको लागि काम नगरे जेनी हुन्छ भोलि। कानुन किन्न खोज्छ सरकार, कानुन नखोज किन्न। कानुनले नि न्याय दिन्छ रवि मर्न दिन्न, कानुनले नि न्याय दिन्छ रवि मर्न दिन्न। किन सरकार निदाको छस् नबोली नबोली, किन सरकार निदाको छस् नबोली नबोली। जनताको लागि काम नगरे जेनी हुन्छ भोलि, जनताको लागि काम नगरे जेनी हुन्छ भोलि, जनताको लागि काम नगरे जेनी हुन्छ भोलि। रविलाई जेल हालेछ दुर्गा समाकै छ, बालेनलाई नि समाउनलाई चिठी थमाकै छ, बालेनलाई समाउन नि चिठी थमाकै छ। किन सरकार निदाको छस् नबोली नबोली, किन सरकार निदाको छस् नबोली नबोली।